सी एक्जाममा सोशल स्टडिज सामाजिक विषयबाट समूह गबाट 7 मार्कमा अनिवार्य रूपमा सोधिने क्वेसन नेपालको नक्सा कसरी बनाउने र त्यसमा दिएका स्थानहरूलाई सङ्केतको आधारमा कसरी देखाउने भनेर प्रश्न चाहिँ गरिएको हुन्छ। जसरी कि तपाईँ माथि स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ, एउटा चाहिँ नेपालको नक्सा बनाउने सम्बन्धी प्रश्न दिएको छ र त्यसमा केही स्थानहरूको पनि नाम दिएको छ जुन चाहिँ त्यहाँ नेपालको नक्सामा चाहिँ देखाउन भनिएको छ है। अब यो प्रश्नलाई कसरी सोल्भ गर्ने हैन र नेपालको नक्सा कसरी छिटोभन्दा छिटो तयार पार्ने भन्ने कुराको बारेमा आज म तपाईहरूलाई जानकारी दिन गइरहेको छु। तपाईहरू ध्यान दिएर हेर्नु होला, एउटा पनि कुरा मिस नगरिकन सबै कुरा ध्यान दिएर हेरेपछि तपाईँ एक्ज्याक्ट मार्क पाउन सक्नुहुनेछ। अब यसको लागि सबभन्दा पहिला तपाईलाई चाहिने हुन्छ एउटा स्केलको साथसाथै एउटा यस्तो पेन्सिल चाहिँ चाहिने हुन्छ है। अब यसमा चाहिँ हामी नेपालको नक्सा बनाउनको लागि हामीलाई 20x12 को एउटा बक्स बनाउनु पर्ने हुन्छ। यदि यसरी हामीले हेर्दाखेरि यो 20 cm पुगिरहेको छैन, त्यसैले हामी के गर्ने हो, यसलाई यस्तो ठाडो रूपमा चाहिँ हामीले बनाउने हो। अब यसमा हामीले ध्यान दिनुपर्ने के छ, तपाईले 20x12 को एउटा बक्स तयार गर्ने हो है। जसरी कि म यहाँ गर्न गइरहेको छु, तपाईहरू ध्यान दिएर हेर्नु होला है। र यो 20 सेन्टिमिटरलाई हामीले 4 सेन्टिमिटर, फेरि 6 सेन्टिमिटर, फेरि 6 सेन्टिमिटर र 4 सेन्टिमिटर गरी हामीले यसलाई डिभाइड गर्ने हो है। त्यसपछि यतापट्टिबाट पनि हामीले 12 सेन्टिमिटरको यसरी चाहिँ हामीले नापेर निकालिहाल्ने हो। र यसरी 12 सेन्टिमिटर पुगिसकेपछि यसलाई हामीले 3 भागमा डिभाइड गरिदिने हो है। 4-4 cm गरेर भनेपछि 4। अब यतापट्टि पनि सेम हामीले त्यही गर्ने हो है। अब यसरी हामीले फेरि अब यसलाई लाइनलाई जोइन गरिदिने हो। अब यसरी जोडिसकेपछि हामीले यो लाइनहरूलाई पनि यसरी जुन 6 cm र 4 cm मा बाँडेका थियौँ त्यसलाई पनि हामीले जोडिहाल्ने क्रमशः। त्यसपछि यतापट्टिबाट पनि पहिला 4 cm, त्यसपछि 6 cm, त्यसपछि फेरि 6 cm र बाँकी हाम्रो 4 cm रहन जान्छ है। यसलाई हामीले यसरी चाहिँ 4 cm, 4 cm, 4 cm र यतापट्टिबाट यसलाई हामीले 4 cm, अब यो 6 cm, यो पनि 6 cm र यो पनि यो 4 cm, यसरी गरेर हामी डिनोट गर्ने हो। यो कति बाई कतिको हो त, 20x12 सेन्टिमिटरको हामीले बक्स बनाएको हो है। अब यसमा तपाईले नबिर्सनु पर्ने कुरा के हो, सबभन्दा पहिला यहाँ नॉर्थ यो डाइरेक्सन देखाउने कि यसरी हामीले यो नॉर्थ डाइरेक्सन हो। र त्यसपछि इम्पोर्टेन्ट कुरा तपाईले चाहिँ अब स्केल चाहिँ देखाउन नबिर्सनु होला, जसमा चाहिँ 1 सेन्टिमिटर बराबर है, 1 सेन्टिमिटर बराबर 40 किलोमिटर, यसरी चाहिँ स्केल लेखेर हामीले लेख्न सक्छौँ है। स्केल दिएर यसरी है। अब हामीले यहाँ ठिक अब यो यतापट्टिको लास्ट बक्समा चाहिँ हामीले यहाँ सङ्केत लेखिहाल्नु होला है। सङ्केत, यही हामीले सङ्केत देखाउने हो। अब आऊ हामी नेपालको नक्सा कसरी बनाउने है। नेपालको नक्सा बनाउनको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ। अब नेपालको नक्सा बनाउनको लागि सबभन्दा पहिला तपाईले केही पोइन्टहरू डिनोट गर्नुपर्ने हुन्छ। अब त्यो पोइन्टहरू के हो तपाईले ध्यान दिएर हेर्नु होला है। यो पहिलो बक्सको जुन मिडल सेन्टर पोइन्ट छ त्यहाँ एउटा हामीले एउटा काट्ने हो। त्यसपछि जुन यो अर्को बक्स हो त्यसको पनि सेन्टर पोइन्ट है। अब यसको सेन्टर पोइन्ट कहाँ छ, सेन्टरमा यहाँ हैन। र त्यसपछि फेरि हामीले
यो दुवै लाइनको सेन्टरमा है, बिचमा यहाँ चाहिँ यसरी लाइनिङ गर्ने। त्यसपछि फेरि हामीले यहाँ पनि सेन्टरैमा है, यो दुवैको पनि सेन्टरमा, यो दुवैको सेन्टरमा यही हुन जान्छ हैन। यहाँ हामीले ठिक्क अलिकति यहाँ यसरी दिने हो र त्यसपछि हामीले यहाँ ठिक्क त्यसको अलिकति माथि यो पनि यो लाइनको अलिकति माथि जाने हो र त्यसपछि हामीले यहाँ यसको अलिकति माथि र यसरी हामीले गरिदिने है। ओके, र यति गरिसकेपछि अब हामीले यतापट्टि आऊ। अब यतापट्टि तपाईले चाहिँ यहाँ पनि सेन्टरमा चाहिँ यो दुवैको सेन्टरमा बिचमा एउटा लाइन दिनु होला। त्यसपछि ठिक्कै यहाँ बिचमा यहाँ जुन छँदैछ त्यहाँ लाइन दिनु होला है। र त्यसपछि हामीले फेरि यहाँ चाहिँ सेन्टरमा है, यो जुन हाम्रो यसको जुन बिच रहेको छ, सेन्टर कहाँ रहेको छ, यो यहाँ सेन्टरमा, यो लाइनको सेन्टरमा बिचमा दिने हो। त्यसपछि हामीले आएर यहाँ चाहिँ यहाँ एउटा सेन्टर दिइहाल्ने र यहाँ चाहिँ अलिकति त्यसको ठिक्क यहाँ चाहिँ यो पनि अब थप एक्स्ट्रा मैले तपाईलाई क्लुको लागि दिइसकेको है। अब यसलाई हामीले यति यसरी पोइन्ट गरिसकेपछि है, अब यति जब पोइन्ट गरिहाल्छौँ हैन, यो आधारले यो पोइन्टलाई चाहिँ तपाईहरू ध्यान राख्नु होला। कहाँ कहाँ मैले पोइन्ट गरेको छु त्यो पोइन्ट यदि याद रहन्छ भने तपाईँ आरामले चाहिँ अब बनाउन सक्नुहुन्छ। अब जस्तो कि नेपालको नक्सा तयार गर्दाखेरि सबभन्दा पहिला यो अपी हिमालबाट है, अब अपी हिमालबाट यसरी हामीले यसरी यो हिमाल यसरी हैन। अब त्यसपछि हाम्रो यो मुस्ताङको एरिया आउँछ है, यो मुस्ताङको एरिया आउन जान्छ हैन हैन। र त्यसपछि हामी यहाँबाट हैन, अब त्यसपछि हामीले यहाँ ध्यान दिने हो कि यहाँ गणेश हिमाल रहेको छ र यहाँ पछि चाहिँ हाम्रो यो लामटाङ हिमाल रहेको छ है। अब यसरी चाहिँ हामीले अब त्यसपछि यहाँ डाइरेक्टै हाम्रो माउन्ट एभरेस्ट है, माउन्ट एभरेस्ट चाहिँ यहाँ रहेको छ, त्यो चाहिँ अब र यसपछि हाम्रो लास्टमा चाहिँ यहाँ है। अब यताबाट स्टार्ट गरौँ, यहाँ धनगढीबाट है, धनगढीबाट स्टार्ट भएपछि हैन, धनगढीबाट स्टार्ट भएपछि हैन, यसरी चाहिँ हाम्रो अब यहाँ नेपालगञ्ज है, नेपालगञ्जतिर आउँछ हैन, यसरी है। र यसरी नेपालगञ्जबाट अब हाम्रो यहाँ चाहिँ चितवन राष्ट्रिय निकुञ्ज है। अब यो यसलाई चाहिँ हामीले अब यसरी अब यो चितवन राष्ट्रिय निकुञ्ज हो हैन, यसरी चाहिँ अब यताबाट यता आएपछि यहाँ चाहिँ हामी जनकपुर आउन जान्छ है। अब यसरी हामीले जनकपुर हैन, र त्यसपछि जनकपुरबाट हैन यसरी अब जाँदाखेरि यहाँ कोशी ब्यारेज आउन जान्छ है। र त्यसपछि यहाँ हाम्रो झापा हैन। अब यहाँ चाहिँ तपाईले देखि हैन, अब यसरी हामीले यसरी चाहिँ अब यसलाई आरामले हाम्रो यहाँ जुन लिपु लेख रहेको छ है, त्यसरी हामीले यसरी तपाईले गरेर हैन, यसरी हैन, यसरी चाहिँ तपाईले जोड्दाखेरि अब यो लाइनहरूलाई पनि तपाईँ जोड्नु होला। अब यो लाइन जोड्दाखेरि तपाईले सबै हिमालहरू नै रहेको कारणले अलिकति ध्यानपूर्वक हैन, अब हिमाल जस्तै बनाएर चाहिँ तपाईहरू जोड्नु होला है। अब जस्तो कि तपाईहरूलाई थाहा छ अब यहाँ अर्को हिमालहरू पनि छ र यहाँ त्यो माउन्ट एभरेस्ट सबभन्दा ठुलो रहेको छ। त्यसपछि यहाँ लास्टमा हाम्रा हिमाल रहेको छ है। ल अब यसरी नेपालको नक्सा तयार पारिसकेपछि अब यसमा सङ्केत हामीले लेख्ने हो। जस्तै सङ्केत अब हिमाल भनेको छ भने हिमालको सङ्केत यसरी दिएर हैन, हिमाल यसरी लेखिदिने हो है। त्यसपछि अर्को छ नदी है। अब नदीको सङ्केत जस्तै हामी अब यस्तो दिइहालौँ हैन। अब यो नदीको सङ्केत हो, यसरी हामीले नदी लेखिहाल्ने है। र त्यसपछि मानौँ अब हामीलाई भनिरहेको छ राष्ट्रिय निकुञ्ज है। अब राष्ट्रिय निकुञ्जको जस्तो मानौँ, यस्तो हामीले यस्तो सङ्केत दिन्छौँ हैन। यसलाई हामी राष्ट्रिय
निकुञ्ज यसरी लेखिहाल्ने हैन। र त्यसपछि अर्को चाहिँ मध्य प्रदेश दिएको छ हैन। चाहिँ हामीलाई अब यसको नक्सा अनुसार हैन कस्तो हुन्छ हैन, यस्तो हामीले अब यो चाहिँ मध्य प्रदेश यसरी चाहिँ हामीले सङ्केत दिन नछुटाउने हो। स्केल पनि दिइहाल्यो, नोर्थ पनि दिइहाल्यो। अब यसमा हामीलाई हिमालमा चाहिँ कञ्चनजङ्घा हिमाल चाहिँ देखाउन भनेको छ। अब यसमा चाहिँ कञ्चनजङ्घा हिमाल कहाँ रहेको छ भनेपछि कञ्चनजङ्घा हिमाल तपाईँको मैले अगाडि नै भनेको थिएँ चाहिँ यहाँ रहेको छ कञ्चनजङ्घा हिमाल हैन। र त्यसपछि भनिएको छ, र त्यसपछि कञ्चनजङ्घापछि नारायणी नदी। अब नारायणी नदी भनेको तपाईँको जुन मैले यहाँ भनेको थिएँ चितवन नेसनल पार्क, त्यहाँबाट नै चाहिँ नारायणी नदी यसरी गएको छ है। अब यहाँबाट यसरी धेरै नदीहरू गएको छ। यसलाई हामी यहाँ नारायणी नदी यसरी लेख्न सक्छौँ हैन। अलि स्पष्ट लेख्नु होला है इक्जाममा चाहिँ। त्यसपछि अब जस्तो हाम्रो राष्ट्रिय निकुञ्ज भनेको छ भनेपछि यो जुन खप्तड राष्ट्रिय निकुञ्ज छ हैन, त्यो चाहिँ अब यहाँ रहेको छ है, यो ठाउँमा रहेको छ। यसरी हामी दिएर हैन लेखिदिने खप्तड राष्ट्रिय निकुञ्ज है। र त्यसपछि मध्य प्रदेश। अब मध्य प्रदेश जसरी तपाईँहरूलाई थाहा छ हैन, यहाँबाट यसरी हैन, यहाँबाट यसरी यहाँ तसम्म मध्य प्रदेश रहेको छ। त्यसपछि यसरी हामीले यहाँ मध्य प्रदेश हैन, मध्य प्रदेश हैन यसरी चाहिँ लेखिहाल्ने हैन। अब सबै हाम्रो सङ्केत पनि तयार भइहाल्यो। यसरी हामीले बनाइसकेपछि हामीलाई यसमा अब यो तरिकाले चाहिँ हामीले नेपालको नक्सा बनाइसकेपछि हैन, यो अब पुरै स्पष्ट नेपालको नक्सा, यसमा सबै कुरा क्लियर छ। यसमा चाहिँ हामीलाई पुरै मार्क दिने सम्भावना हुन्छ। 7 मार्कमा यो क्वेसन आएको हुन्छ, जसबाट 7 नभए 6.5 त अनिवार्य रूपमा दिन्छ नै। ल अब यहाँ चाहिँ जुन एउटा छुटेको थियो यो चाहिँ कञ्चनजङ्घा हैन, यहाँ लेखिदिने कञ्चनजङ्घा हिमाल है। यसरी चाहिँ हामीले नेपालको नक्सा तयार पार्न सक्छौँ। यसरी गर्दाखेरि हामीले राम्ररी चाहिँ राम्रो मार्क प्राप्त गर्न सक्छौँ। ल आशा छ तपाईँहरू सिक्नुभएको होला।